नमस्कार साथीहरू, वेलकम टु माई युट्युब च्यानल जानु कुमार ठकुरी। मेरो युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ र म जानु कुमार ठकुरी। अब आज चाहिँ त्यहाँ धेरै साथीहरूले सर्च गरिरहने र अहिले पनि गर्ने, भोलि पनि गरिरहन्छन्, अहिले पनि गरिरहन्छन्, हिजो पनि गरिरहेको थिएँ। त्यस्तो एकदमै राम्रो टेक्निकल्ली भिडियो लिएर आएको छु र यो फेसबुकबाट कसरी, जस्तो तपाईँहरूले कुनै अर्को मान्छेको फेसबुक के अरे मोबाइलमा फेसबुक लगइन गर्नुभयो र पछि त्यसलाई कसरी डिलिट गर्ने, त्यो फेसबुकबाट कसरी हटाउने भन्ने कुरा चाहिँ म सिकाउन गइरहेको छु। यो विशेष गरी लभ परेपछि चाहिँ ब्रेकअप हुने मान्छेहरूलाई प्रायः यो समस्या हुने गर्छ। जस्तै एउटा मोबाइलबाट, जस्तो मेरो मोबाइलमा एउटा फेसबुक मेरो लगइन छ भने मैले अर्को मोबाइलबाट, जस्तै दाइको भाउजूको मोबाइलबाट दिदी बहिनीको मोबाइलमा कहिलेकाहीँ मैले आपसी गरेर लगइन गरेँ र त्यसलाई अब उनीहरूलाई नभनिकन कसरी हटाउने भन्ने कुरामा म तपाईँहरूलाई जानकारी दिन गइरहेको छु र कसरी हटाउने भन्ने कुरा यही मोबाइलबाटै, आफ्नै मोबाइलबाटै प्रत्यक्ष यो मोबाइलबाटै तपाईँहरू हटाउन सक्नुहुन्छ। आफ्नै मोबाइलबाट कसरी हटाउने भन्ने म सिकाउन गइरहेको छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला र भिडियो मन परे लाइक सेयर पनि गरिदिनु होला र अब तपाईँहरूलाई म देखाउन गइरहेको छु हेर है। ओके, सबैभन्दा पहिला फेसबुकमा जाने यसरी, अनि त्यसपछि तपाईँको यहाँ तपाईँको यो थ्री आइकनमा क्लिक गर्ने, अनि त्यसपछि तपाईँले सिधा सेटिङ भन्ने आउँछ। फेसबुकबाट खोल्यो भने सेटिङ एन्ड प्राइभेसी पछि सेटिङ आउँछ र लाइटबाट खोल्यो भने सिधै सेटिङ आउँछ। अब यसमा जाने तपाईँले, यसमा गइसकेपछि एकाउन्ट सेन्टरमा जाने, अनि त्यसपछि पासवर्ड एन्ड सेक्युरिटीमा क्लिक गर्ने। यो चाहिँ तपाईँको पासवर्ड एन्ड सेक्युरिटी भनेको यो हो। यसमा क्लिक गर्ने तपाईँले। यसमा क्लिक गरेपछि अब तपाईँहरूले चाहिँ वेयर यु आर लगेड इन भन्ने अप्सन रोज्ने यो वाला, अनि यसमा क्लिक गर्ने, अनि यसपछि यसमा ओके गर्ने। यसमा चेप्ने होइन, अनि यस्तो खुल्छ। अब तपाईँको मोबाइलको नाम, जस्तै मेरो मोबाइलको नाम रियलमी C63। दिस डिभाइस भनेको चाहिँ मैले डिभाइस गरेको, यो माथि देखिन्छ आफूले चलाएको। अनि यो पनि मेरै हो। यो पनि पहिला यो लोकेसन चेन्ज हुँदा चाहिँ देखाउँछ यसरी, काठमाडौँ नेपाल भने काठमाडौँ हुँदा चाहिँ मैले काठमाडौँ हुँदा चलाएको चाहिँ यसमा देखिन्छ। अब अरू कसैको जस्तै स्यामसङ, एन्ड्रोइड अथवा भिभो, ओप्पो, आइफोन जे पनि यहाँ देखिन्छ होइन, कति लगइन छ भनेर। मेरो आइडी चाहिँ कुन मोबाइलमा लगइन छ भनेर यहाँ देखाउँछ। अनि सिलेक्ट डिभाइस टु लगआउट भन्ने अप्सनमा चेप्ने, अनि यहाँ सब सिलेक्ट अल गर्ने। अब कति गर्ने, अब तपाईँलाई कति लगआउट गर्न मन छ त्यतिकै नै। जस्तै मैले टिक लगाएँ यस्तो। यो तल चाहिँ यसमा थिच्ने, यसमा चाहिँ दाब्यो भने अनि तपाईँको लगआउट हुन्छ। यसरी चाहिँ तपाईँहरूले लगआउट गर्न सक्नुहुनेछ। सो साथीहरू, कस्तो लाग्यो यो भिडियो? मन पऱ्यो लाइक, कमेन्ट अनि सब्सक्राइब गर्न नभुल्नु होला। अनि अरू केही नयाँ खोजमूलक भिडियो चाहिएमा कमेन्ट गर्न सक्नुहुन्छ। यस्तै टेक्निकल भिडियोको लागि लाइक सेयर चाहिँ गरिदिनु होला। लाइक सेयर चाहिँ गर्न चाहिँ नबिर्सनु होला। धन्यवाद।